इन्द्रावती नदी सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकको सिमानामा बग्ने एउटा पवित्र र कञ्चन नदी। सुक्खायाममा इन्द्रावती नदी छेउछाउमा बगरको भूभाग देखिए पनि वर्षायाममा इन्द्रावती नदीले फराकिलो क्षेत्रमा आफ्नो आयतन बढाउँछ र ढाक्छ बगर लमतन्न परेर। उपन्यास, चलचित्र, टेलिचलचित्रमा समेत चर्चा हुने इन्द्रावतीको सुन्दरता यतिखेर बिग्रिएको छ। प्राकृतिक स्रोत दोहन गर्न पल्केका क्रसर उद्योगहरूले इन्द्रावतीको सुन्दरता लिलाम गरिसकेका छन्। नियम कानुन मिचेर इन्द्रावती किनारामा सञ्चालित क्रसर उद्योगहरूले निलो र कञ्चन इन्द्रावतीको सुन्दरतामाथि मात्र खेलवाड गरेका छैनन्, इन्द्रावतीलाई धमिलो पारिदिएको छ र कैयौँ स्थानीयको जीवन पनि तहस नहस पार्न उद्यत भएका छन् क्रसर उद्योगहरू। बगरमा स्काभेटर जोतेर नदीको स्वरूप नै परिवर्तन गर्नु त उनीहरूको दैनिकी नै हो। दोलालघाटबाट केही उत्तर पश्चिमतर्फ पर्ने लामबगर हो यो, जहाँ केही क्रसर उद्योगले नदी खन्ने, खोतल्ने र खोस्रने काम जारी राखेका छन्। आफ्नो स्वार्थ पुरा गर्न उद्योगीले नियम कानुन मिचेर अनि नदी खोतलेर कुरूप मात्रै बनाएनन्, प्राकृतिक रूपले बग्ने पानीको बहाव नै परिवर्तन गराउँदा पनि नियमनकारी निकाय पनि रमिते साबित भएका छन्। बगरमा देखिएका यी मानिसहरू चाहिँ काभ्रेको घुम्लो गाउँपालिका वडा नम्बर 9 ज्याम्दीका स्थानीय हुन् अनि उनीहरूसँग रहेको यो एउटा पोको जस्तो देखिएको लाम्चो वस्तु स्थानीयको शव हो। कात्रोमा पोका पारेर राखिएका यी व्यक्ति हुन् हरिप्रसाद पराजुली। स्थानीयहरू पराजुलीको शव बोकेर स्थानीय इन्द्रावती बगरमा शनिबार अर्थात् 2074 जेठ 20 गते दिउँसो 2 बजेदेखि आइतबार 2074 जेठ 21 साँझसम्म इन्द्रावतीमा आन्दोलित बने। कारण थियो क्रसर उद्योगले नदी किनारमा पारेको खाल्डोमा डुबेर पराजुलीको मृत्यु हुनु। पराजुली नदीमा उर्लिएको साउने भेलले बगाएर ठुलो भङ्गालोमा परेर अनि बनाएको दहमा डुबेर मरेका होइनन्। अनुमति सिन्धुपाल्चोकमा लिएर काभ्रेमा नदी दोहनमा अभ्यस्त एउटा क्रसर उद्योगको बदमासीले गयो पराजुलीको जीवन। बनेपाका क्रसर व्यवसायी राजभक्त प्रधानले आम्दानीको सजिलो बाटो देखे इन्द्रावतीमा क्रसर उद्योग चलाउने तयारी गरे। कागज मिलाए, काभ्रेका आफै भएकाले अनुमति लिएको भन्दा अन्यत्रै नदी किनारमा ढुङ्गा, गिटी र बालुवा उठाए। नदीको किनारामा थुपारे अनि नदीको धार नै फेर्दा पनि उनीमाथि कारबाही डन्डा बिर्सिएन। फलत स्थानीयको ज्यान जाने घटना भयो। मैले यहाँ 20-22जना दाजुभाइ लिएर आएँ। यहाँ उतो तल यो अहिले फिगारियो ठाउँमा जाने डोजर लगाइरहेको छ अनि यसो गर्न पाइँदैन। हाम्रो 1.5 करोडको चाहिँ मेसिन तल छ, क्षति हुन्छ त्यसलाई भनेर मैले भन्दाखेरि सुनाइ भएन। अनि त्यसरी भन्दै पनि मेरा दाजुभाइ चाहिँ मैले 15 पैसा ल्याएको थिएँ, ढुङ्गा टिपेर हान्नु जाने फेर पनि त्यतिखेर मलाई सहायता दिनुभयो उहाँहरूले। अनि सिधै हामी जाँदाखेरि जाने उहाँले के भन्नुभयो भन्दाखेरि ठिक छ तपाईँहरू वार्तामा आउनुहोस् भन्नुभयो। हामी वार्तामा भोलिपल्ट जाने आउने भने मेरो बाइचान्स धुल खेल्न यसो पाइने म धुल खेल्न गएँ। दाजुभाइलाई पठाएका थिएँ तर वार्तामा हामीलाई बोलायो तर यो आएन। अनि भोलिपल्ट नआएर पर्सिपल्ट जाने आइयो यहाँ आउँदाखेरि यो त चलाइरहेछ हामीले फेरि ढुङ्गामा राखेर 3 दिन आएँ म यो ठाउँमा। अनि 2 दिन म एक्लै गएँ कसरमा, दाजुभाइले पनि कति दुःख दिएँ। 2 दिन जाँदाखेरि पनि सुनाइ भएन। एउटा दुःखको कुरो मुटु फुटेर आउँछ सम्झिँदा होइन। यो यसरी पानी गइदिएर गयो, मेरो दाजुभाइले म खान पाएका छैन, सिन्जाकीमा लाउन पाएका छैन। आज यो नहरबाट पानी गइदिएको मेरो दाजु त हिजो ज्यान जान्थ्यो र भन्दा यो अवस्था छ गर्ने के होला। हिजो बिहान खाएको थिएँ यति बेरको पानी पनि सकेछ। पहिला चाहिँ पानी कहाँबाट बग्थ्यो? पानी यस्तो उठो पारी घाँसको पहिला यो पानी हेर्नुहुन्छ, यो पानी आदि उता हेर्नु उताडा थियो खोलो। मेरो घाँस काट्ने पाखा यही हो, यो होइन पल्लो। म जतिखेर देखिरहन्थेँ यहाँ साउन भदौ जतिखेर यहाँ पारीबाट जाने बाल्लो उठाएर लान्थेँ। जस्तै यहाँ पारिपरिका जाने मजदुर दाजुभाइहरूले त्यो हामीले रोकेको थिएन। जब अनि त्यहाँबाट चाहिँ त्यो यो बालुवा निकाल्नको लागि तल्लो कसरको चाहिँ डोजर ल्याएर यहाँ फर्काइयो खोलो फर्काइयो पुरै खोलो।
कुरो बुझ्नु हो कि अनि त्यहाँबाट यहाँबाट चाहिँ खन्न सुरु भयो यो खन्न डोजर चाहिँ कहाँसम्म आइपुगेको थियो पहिला डोजर चाहिँ यो अहिले यो बगर यहाँ डिल छ यहाँबाट झिकेर लाग्यो अहिले यहाँको म यहाँ नै रोक्न आएको रोकिएन र मैले रोक्न सकिनँ अहिले यो अवस्था हो मेसिनरी उपकरण प्रयोग गरेर खोला उत्खनन हुँदा असर पुग्यो काभ्रेका भुम्लु गाउँपालिका वडा नम्बर 9 का स्थानीयलाई। भुम्लुका हरिप्रसाद पराजुली लगायत 10 जनाको समूह क्रसर उद्योगलाई पानी फर्काइदिन आग्रह गर्दै हिँडे क्रसर उद्योगतिर। घुँडाभन्दा तल मात्रै पानी पुग्ने फराकिलो इन्द्रावतीमा प्रधानको क्रसरले खनेका ठुला खाल्डोमा डुबे पराजुली र सकियो यह लीला। भाइ म यहाँबाट एकचोटि हेर्छु न त भन्नुभयो दाइले। दाइ हेर्नु तर मरिन्छ यो चाहिँ डाकाहरूले कस्तो खराब गरी खन्दिछन् यो हुँदैन दाइ। मैले त्यसो भनेपछि दाइ यतिसम्म चाहिँ जान्नुभयो। त्यतिसम्म गएपछि ए दाइ तपाईँ अब आउन सक्नुहुन्न है नआउनुहोस् भने अनि हो त भाइ सक्दिन्छ तै पनि 2 फड्का चाल्छु भन्नुभयो। अनि दाइ अब 2 फड्का चाल्नुभयो यति आयो। त्यति आएपछि ए दाइ तपाईँ फर्किनु भनेर म पारीबाट भन्दैछु। अनि त्यसो भनेपछि दाइ यतापट्टि फर्किनु भएको भए साह्रो लेभल हुनुहुन्थ्यो दाइ बस्नुहुन्थ्यो। अनि दाइ यता तल्लापट्टि फर्केर मोडिनु भयो। मोडिने बित्तिकै यो चाहिँ अल्को लेभल थियो भने यहाँ चाहिँ सिधा हामी भर्याङबाट ओर्ल्याएको सिधै रहेछ दाइ खतरक झर्नु भयो। हामीलाई लिथिङ पानीको बाँध बन्द भएको हुनाले बनाइदिए भनेर चाहिँ पारी जान्छौँ भनेर हामी लाग्दाखेरि एकजना दाइ यहाँबाट तर्नुभयो। उहाँबाट तरिसकेपछि यहाँ आएर पार लाग्नुभयो अनि अर्को दाइ यहाँबाट छिर्न लाग्नु पर्दाखेरि यो घटना भयो। तपाईँले के देख्नुभयो घटना हुँदै गर्दा चाहिँ? घटना हुँदै गर्दा ए दाइ नजानुहोस् भनेर हामीले भन्दा उहाँ पस्नुभयो। उहाँ पसिसकेपछि अनि यो दाइ त डुबिहाल्नु नि भनेर हामी माथिबाट कुदेर आएर चाहिँ त्यहाँ तल गयौँ। तल जाँदाखेरि दाइ उत्रिनुभयो भन्दाखेरि उहाँको टोपी मात्र हामीले देख्यौँ र अनि यहाँ उहाँको लास पर्यो भन्ने कुरा हामीले उ भएर अनि हजुरहरूलाई जानकारी गऱ्यौँ। काभ्रे हुँदै बग्ने इन्द्रावतीको पानी नेपाल सरकारकै 1 करोड 50 लाख रुपियाँ लगानीमा लिफ्टिङ गरी भुम्लु गाउँपालिका अन्तर्गत ज्याम्दीको वडा नम्बर 9 चिसापानीमा लगिएको थियो। 15 दिन अघि क्रसर उद्योगले नदीको बहाव परिवर्तन गरेपछि लिफ्टिङबाट पानी गाउँमा गएन। त्यही पानीको कुरा गर्न क्रसर उद्योग आउँदा सर्वसाधारणको ज्यान पो गयो। कथाकार रमेश विकलले अविरल बग्दछ इन्द्रावती भनेर कथा लेखे र त्यो कथा निकै प्रसिद्धि पनि पायो। तर कथाकार विकलले लेखे चाहिँ इन्द्रावती यति बेला अविरल बग्न सकेको छैन। हामी देख्न सक्छौँ इन्द्रावतीको 3वटा बहाव थियो। एउटा अहिले जुन ठाउँमा पानी बगिरहेको छ यो मुख्य बहाव थियो। त्यसै गरी यो दायाँ साइडको अर्को एउटा बहाव थियो जुन बहाव हुँदै यहाँका भुम्लुका स्थानीयले खानेपानी र सिँचाइको व्यवस्था गरेका थिए। तर यति बेला यो बहाव बन्द गराइएको छ भने भुम्लुवासीका लागि खानेपानी र सिँचाइको व्यवस्था पूर्णतया ठप्प भएको छ। तर हामी देख्न सक्छौँ यतापट्टि हेर्ने हो भने क्रसर उद्योग सञ्चालनमा भएको छ। जुन क्रसर उद्योगकै कारण यति बेला यो बहाव बन्द गरिएको छ र मुख्य ठाउँ बीच भाग जुन ठाउँमा बगर थियो त्यो भागमा खोला बगाइएको छ र अन्य भागमा पानी सुक्खा गरेर एकै ठाउँमा मात्र गहिरो बनाएको छ। अविरल बग्ने इन्द्रावतीमा धेरै स्थानमा पानीको बहाव परिवर्तन गरेर क्रसर उद्योगहरूले कमाउधन्दा जारी राखेका छन्। ज्याम्दीका स्थानीयले सिँचाइ र गाई वस्तुलाई खुवाउन मात्र होइन फिल्टर गरेर पिउन समेत प्रयोग गरिरहेको पानीको स्रोत नै बन्द गराउने उद्योगलाई सचेत गराउन खोज्दा सर्वसाधारणले ज्यान नै गुमाउनु पर्यो र ज्यानमारा बन्दैछन् इन्द्रावतीमा सञ्चालित क्रसर उद्योगहरू। क्यामेरामा राधिका श्रेष्ठका साथ रोजन लामा र मदन ढुङ्गाना, काभ्रे। हुने खानेलाई प्राकृतिक स्रोत दोहन गर्न वैध लाइसेन्स मानिने क्रसर उद्योग सञ्चालनका लागि साबिकको जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिनुपर्छ। इजाजत दिँदा स्पष्ट रूपमा उल्लेख गरिएको हुन्छ कि कानुनले तोकेभन्दा वर्जित काम कारबाही गर्न पाइने छैन। क्रसर चलाउन दिएको इजाजतमा भनिएको हुन्छ पानीको बहाव परिवर्तन गरिने छैन, सडकभन्दा 200 मिटर वरपर खन्ने खोतल्ने काम गरिने छैन अनि 3 फिटभन्दा गहिरो खाल्डो खनिने छैन। तर इन्द्रावती नदी किनारमा चलाइएको क्रसर उद्योगका हकमा भने यस्ता कुनै मापदण्ड लागू हुँदैन। नियम कानुनको धज्जी उडाएर क्षेत्राधिकारभन्दा बाहिर गएर क्रसर उद्योगहरूले उत्खनन जारी राखेका छन्।
काभ्रेका राजभक्त प्रधानले सिन्धुपाल्चोकमा अनुमति लिएर काभ्रेपट्टि सञ्चालन गरिरहेको क्रसर उद्योगको कार्यक्षेत्र वा उद्योग सञ्चालन गर्न पाउने स्थान सिन्धुपाल्चोक नै थियो। तर क्रसर उद्योगले सिन्धुपाल्चोकमा मात्रै उत्खनन गरेन, काभ्रे समेत पसेर बालुवा र गिटी निकाल्यो। प्राकृतिक स्रोतमाथि लुट मचायो। कुनै समय फराकिलो भएर बग्ने इन्द्रावती खुम्चिएर कास्कीको सेती नदी जस्तै गहिरिएर बग्ने अवस्थामा पुगेको छ। पानीको भूभाग सानो भएर पनि गहिरो बनाइएको छ र मानिसहरू सहज रूपमा अचेल इन्द्रावती तर्न सक्दैनन्। जबकि क्रसर उद्योग सञ्चालनमा आउनु अघि नदीबाट सहजै आवत जावत गर्न सकिन्थ्यो। जब क्रसर उद्योगले प्राकृतिक स्रोत दोहन गर्न राज्यबाट लाइसेन्स लिए, नदीको हालत यस्तो बनाइएको छ। प्राकृतिक स्रोतको दोहन कसरी हुन्छ भनेर हेर्नका लागि सिन्धुपाल्चोक र काभ्रेलाई जोड्ने इन्द्रावती नदीको परिसरमा आयो, किनारमा आयो देख्न सकिन्छ। यो इन्द्रावती नदी परिसरमा करिब करिब आधा दर्जन क्रसर उद्योगहरूले यहाँबाट गिट्टी, बालुवा र ढुङ्गा निकालिरहेका छन् र यो जुन ठुलो खोला थियो, इन्द्रावती नदी थियो, त्यो नदीलाई एउटा सानो खोलाको रूपमा बगाएका छन्। दुवैतर्फबाट यहाँ ढुङ्गा, गिट्टी, बालुवा निकालिएको छ र एउटा गहिरो खोला बनाएको छ, जसका कारण एकातिर पानीको मुहान बहाव परिवर्तन गरिएको छ। जबकि पानीको बहाव परिवर्तन गर्नु क्रसर उद्योगले लाइसेन्स पाएको भए पनि त्यो गैर कानुनी हुन्छ। तर गैर कानुनी हुँदाहुँदै पनि एकातिर पानीको बहावलाई परिवर्तन गराएका छन्, खोला थुनेका छन्, जसका कारण काभ्रेका भुम्लुवासीले खानेपानी र सिँचाइको लागि जुन लिफ्टिङ गरेर माथि लगिएको थियो त्यो पनि बन्द भएको छ। र त्यसकै कारण क्रसर उद्योगकै कारण शनिबार मात्र एकजना मानिसको मृत्यु भएको छ। त्यसपछि यहाँका स्थानीयहरू आन्दोलित भएका छन् र हामी देख्न सक्छौँ यो ठुलो इन्द्रावती नदी यति बेला सानो खोलाको रूपमा र गहिरो बनाएर लगेको छ र यहाँ खोलामा ठाउँ ठाउँमा एक्सकाभेटरको प्रयोग गरिएको छ। टिप्परले टिपका टिप बालुवा र गिट्टी ओछारिरहेका छन् र प्राकृतिक स्रोत र साधनको दोहन भइरहेको छ। अनुमति बिना चलेका क्रसर उद्योगहरू नदीको धार परिवर्तन गरिरहेका छन्। मापदण्ड नागेर कमाउ धन्दामा लाग्दा बेला बखत भवितव्यमा परेर क्रसरकै कारण सर्वसाधारणको ज्यान जान थालेको छ। अब इन्द्रावतीमा पहिला खोला उता कुनाबाट थियो, बिचै भागबाट थियो खोला। पहिला भङ्गालो एउटा यता आएको थियो, पहिला उताबाट नै अर्को भङ्गालो गएको थियो, छरिएर बसेको थियो। पहिला यो खोलेर यसकाबाट चाहिँ माझमा आएर बालुवा गिटी नजिक्तिएको भए यो चाहिँ खोलो भासिया पनि थिएन। अब यो खोलोको बिचबाट निकाल्दै निकाल्दै खोलो चाहिँ वारी ल्यायो, पारिपट्टि बगर बनायो उनीहरूले। अब ठुल्ठुला क्रसर बस्यो। अब यो चाहिँ अरबौँ लगानी गरेर उनीहरूले त्यो क्रसर राख्यो। अब त्यसले गर्दाखेरि यो प्राकृतिक स्रोतहरू सबै काभ्रेबाट सिन्धुपाल्चोकमा सबै नै पारी तारे उनीहरूले। पानी चाहिँ अब त्यो 15 दिन जति भयो त बन्द भएको नत्र गइरहेको थियो। पहिलोपल्ट चाहिँ हामीले यहीँबाट क्रस गरेर यहीँबाट गएका थियौँ, त्यहाँबाट फेरि सुक्यो, अनि अझ माथिबाट गरियो, फेरि सुक्यो, अझ माथिबाट गरियो। त्यो स्टेप गर्दै गर्दै जाँदा अब त लाउनै नसक्ने अवस्था भयो। मान्छेले त असम्भव देखिन्छ। इन्द्रावती नदीको पानी काभ्रेका ज्याम्दीवासीका लागि गाई बस्तुलाई खुवाउनेदेखि पिउन समेत प्रयोग भइरहेको थियो। लामा बगरबाट लिफ्टिङ गरी करिब 500 मिटर माथि चिसा पानीमा इन्द्रावतीको पानी पुर्याइएको थियो। नेपाल सरकारकै 1,50 लाख रुपियाँ लगानीमा नदी किनाराबाट लिफ्ट गरिएको पानी यही क्रसर उद्योगका कारण बन्द भएको छ र जेठको यो चर्को खडेरीमा ज्याम्दीवासी काकाकुल बनेका छन्। क्रसरले नदीको धार परिवर्तन गरेपछि बस्तीमा जेठ लागेपछि पानी बन्द भयो। स्थानीयले क्रसर मालिक राजभक्त प्रधानाङ्गलाई पानी पहिलेकै नहरबाट बगाइदिन आग्रह गरे, तर क्रसर सञ्चालक प्रधानको कानमा बतासा लागेन जनताको पुकारा। 15 दिन पानी नगएपछि हैरान स्थानीय क्रसर उद्योगमा कुरा राख्ने भन्दै आउँदा यही क्रसरले खनेको खाल्टोमा पुरिँदा हरिप्रसाद पराजुलीको निधन भयो। हिजो जुन बिहानदेखि मकै गोड्दै थियौँ, 2 बजेतिर
दाइ बित्नुभयो खोलामा अब मान्छे कोही झिक्ने भयो भनेर खबर गयो मैले मान्छे खोज्दै आएँ दौडेर आएँ यहाँ आउँदाखेरि भेटेन पारि माझीहरू हुनुहुँदो रहेछ उहाँलाई धेरै कुरो गर्दाखेरि डोरी चाहिन्छ भन्ने कुरो आयो अनि डोरी चाहिँ नि भएन त्यति फर्किनु भयो अनि 2-4 जना पस्नुभयो पस्दै अनि 10-8 जना हुँदै लाइन ल्याएर खोज्नुभयो लास भेटाउनुको लागि भनेर पटक फेरि प्रशासनलाई खबर गरेकै हो त्यो माझीहरूलाई त्यो यस्तो के छोटा के भन्ने हानेर निकाल्नुपर्छ भोलि खोलो धमी लिन्छ भनेर त्यसको लागि खबर गरियो अनि प्रशासनलाई यो डोजर लिएर आएर खोल्ने भन्दा डोजर त्यहाँ ल्याएर राखेर स्क्याभेटर त्यहाँबाट भगाएर माथि जाऊ। बस्तीको पानीको मुहान सुकाएर कमाउ धन्दाका लागि सामान्य मानवीयता समेत बिर्सिएर क्रसर उद्योगीले व्यवस्था मात्र गरेनन्, आफै खनेको खाल्टोमा सर्वसाधारणलाई डुबेर मर्न बाध्य पारे। यो लिफ्टिङ गरिएको खानेपानी करिब 300 घरधुरीले खानेपानी उपयोग गर्ने र सिँचाइ गर्ने खानेपानीको कारणले यस खानेपानी विगत केही दिन अगाडिदेखि बन्द भएको कारण यो खानेपानी सुचारू गर्नको लागि आउने क्रममा यस गाउँका 63 वर्षीय हरिप्रसाद पराजुलीको मृत्यु भएको छ। जब स्थानीय आकर्षित हुँदै क्रसर उद्योग परिसर पुगे, उद्योगमा क्षति पुग्न सक्ने भन्दै क्रसर उद्योगीले सिन्धुपाल्चोकबाट प्रहरी झिकाएर सुरक्षा घेरा बलियो देखायो र बस्तीका सर्वसाधारणको घाउमा मलमपट्टी लगाउने भन्दा ज्यादतीमै उत्रिएर मृत्युको मोलमलाइ गरेर घटना मिलाउने प्रशासनिक सेटिङतिर जोड गर्यो। क्यामेरामा राधिका श्रेष्ठका साथ रोजन लामा, रमदन ढुङ्गाना, काभ्रे। जेठ 20 गते शनिबार दिउँसो 2 बजे इन्द्रावती नदीमा डुबेर काभ्रे ज्याम्दीका हरिप्रसाद पराजुलीको ज्यान गयो। तर इन्द्रावती नदीले मध्य जेठमा यसरी मान्छे मार्ने हिम्मत नै गर्न सक्दैन। इन्द्रावती नदीमा क्रसर उद्योगले मापदण्ड नागेर एक्सकाभेटर चलाइएको थिएन भने इन्द्रावती नदीमा क्रसर उद्योगका लागि आवश्यक बालुवा, गिट्टी र ढुङ्गा निकाल्न भन्दै अनावश्यक रूपमा एक्सकाभेटर चलाइयो। एक्सकाभेटरले नदीका बगरदेखि पानी बगेको स्थानमै पनि खोतल्यो, जसका कारण एकातिर पानीको बहाव परिवर्तन भयो, अर्कातिर फराकिलो नदीलाई साँघुरो तर गहिरो बनाइयो। क्रसर उद्योगको बदमासीमा परेर नदी साँघुरो भएको स्थानीयलाई नै थाहा भएन। क्रसर उद्योगका कारण आफ्नो गाउँमा लगेको पानी बन्द भएपछि ज्याम्दीका स्थानीय नदी पार गरेर क्रसर उद्योगमा जान लाग्दा दुःखद दुर्घटना भयो र एकजनाले जीवन नै गुमाउनु पर्यो। क्रसर उद्योगले बदमासी र कानुन विपरीतको काम गरेर मानिसको ज्यान गएपछि ज्याम्दीका स्थानीय आक्रोशित बने। नदीमा डुबेका व्यक्तिको शव बाहिर निकाले र उनीहरूले इन्द्रावती बगरमै आन्दोलन सुरु गरे। उनीहरूले पीडितका परिवारलाई क्षतिपूर्ति माग गर्दै क्रसर उद्योगलाई कारबाहीको दायरामा ल्याउन प्रशासन पुकारे। दाइ वृद्ध भए पनि छोरो लठ्यौरो छ, बोल्न नसक्ने भनौँ भने बोल्छ, अहिले ऊ छैन, मनस्थिति सुस्त छ, औषधि खुवाएर राखेको छ, उसका 3टा बच्ची छन् सानो सानो, त्यो सबै दाइले जान्नुपर्छ। कान्छो छोरो आफ्नो परिवार लिएर काट्नुपर्छ भनेपछि अनि त्यसको चाहिँ अब केही क्षतिपूर्ति पनि हुनु पर्यो, बच्चाको लागि त भविष्य त हेर्नुपर्ने हुन्छ। र अन्य यता दाइले यो पानीकै लागि ज्यान गयो, आखिर यिनीहरूले यो गइरहेको कारणले भनेर। स्थानीयको मुख्य माग थियो पूर्ववत अवस्थामै पानी पठाइदिने, तर घटना भएको 28 घण्टा बित्दा समेत पीडितको माग पूरा भएन। क्रसर उद्योगी र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि घटनास्थल आउने हिम्मत नै गरेनन् र घटना भएको 28 घण्टामा बल्ल जिल्ला प्रशासन कार्यालय धुलीखेलमा त्रिपक्षीय वार्ता सुरु भयो र प्रारम्भिक सहमति बन्यो। सहमति अनुसार मृतकका परिवारलाई क्रसर उद्योगले 7 लाख रुपियाँ क्षतिपूर्ति दिने र तत्कालै पानीको बहाव पूर्ववत अवस्थामा फर्काउने निर्णय भएको छ। वार्ता भएपछि दुवै पक्षलाई भएपछि अब करिब कुरा टुङ्गियो यस मानेमा कि त्यो कुलोहरू बनाइदिने, सिँचाइको लागि 2-3 दिनभित्रै बनाइदिने, उहाँले भनेकै समयमा भनेकै तरिकाले बनाइदिने भन्ने कुरो त्यो चाहिँ क्रसरका साथीहरूले को पक्षबाट कुरा आयो, बनाइदिने प्रतिबद्ध पनि जनाए उनीहरू बिचमा। अनि आर्थिक राहतका कुराहरू, उसका 2-3वटा बच्चा छ अरे, त्यो बैङ्कमा राखिदिने, त्यो बालकहरूको नाममा कसो नाममा राख्ने भन्ने कुरो मैले निर्देशन पनि त्यसरी दिएको थिएँ। व्यक्तिलाई दिने त्यो बच्चाहरू जसको दिने हो राहत, उसको बाउको छोरी को छन् उनलाई दिने भनेर अहिले लास्टमा भर्खर कुरा टुङ्गाएर जानुभएको छ। त्यो लास्ट भोलि पोस्टमार्टमको लागि ल्याइन्छ त्यही भनेको छु। यहाँ जिल्ला प्रहरी कार्यालयबाट सहयोग भइरहेछ। अनि उहाँले लगेर आफ्नो रीति आफ्नो धर्मअनुसार दाह संस्कार गर्नुहुन्छ। त्यसपछि 2-3 दिनपछि उहाँले डाक्टरसँग गएर कुलो बनाइदिन्छु,
मर्मत गरिदिन्छु भन्नुभयो। क्रसर उद्योगी पीडित परिवार र जिल्ला प्रशासनका प्रतिनिधि बसेर वार्ता भएपछि मात्रै परिवारले शव उठाए र पोस्टमार्टम गर्न राजी भए। मृतक हरिप्रसाद पराजुलीको सोमबार दाह संस्कार भइसकेको छ। पीडित परिवारले अवैध रूपमा सञ्चालित क्रसर उद्योगलाई कारबाहीको घेरामा ल्याउन माग दोहोर्याएका छन्। हामी चुपचाप बस्दैनौँ। अब त हामी त प्रत्येक पाइलैमा हामी खोल्ने पक्षमा छौँ, किनकि अब यो अति नै भयो, अत्याचार भयो। योभन्दा अगाडि सचिवहरूले कति पैसा खाए, कति के गरे, कसरी चाहिँ जिल्लामा स्वीकृति दिए, त्यो हामीलाई केही पनि जानकारी उनीहरूले गराएनन्। गाउँपालिकामा सचिवहरू बस्ने कुरा आएन। भूकम्प गयो भनेर उनीहरू सबै जिल्लामा बस्ने, जिल्लामै कन्ट्याक्ट गर्ने, जिल्लामै उनीहरूले कसरी यति यो खन्दा पनि सचिवलाई पनि थाहा छैन, गाउँलेले भन्दा सुन्दैनन्। अब ठुल्ठुलो लगानी गर्नेकै बोलवाला चल्ने भयो। इन्द्रावती नदीमा सञ्चालित अधिकांश क्रसर उद्योगले सिन्धुपाल्चोकमा अनुमति लिएका छन्। सिन्धुपाल्चोकमा अनुमति लिए पनि उनीहरूको धन्दा भने काभ्रेको भूभागमा सञ्चालित छ। राजस्व सिन्धुपाल्चोकमा बुझाइएको छ र जनधनको क्षति काभ्रेले भोग्नु परेको छ। अवैध रूपमा सञ्चालित क्रसरहरूले स्थानीय गुण्डादेखि प्रहरी प्रशासन र जिल्ला प्रशासनका हाकिमहरूलाई पनि मोटो रकम दिएर बदमासी गरिरहेको स्थानीयको आरोप छ। कसैले क्वार्टर बनाइदिने कसरवालाले, अब कसैले चाहिँ महिनावारी चाहिँ पैसा बाँड्ने। कसको कुन क्वार्टर कसले बनाइदिएछ? खै अब हामीले चाहिँ हाम्रो काभ्रे जिल्लाको चाहिँ अब राजभक्त प्रधानले चाहिँ धुलखेल एसपी कार्यालयको क्वार्टर उनले बनाइदिएको रे। अब यथार्थको त अब हजुरले त्यहाँ बुझ्नुभए हुन्छ, यथार्थै हो भनेर भन्नमा आएको छ है। तर स्थानीयको यो आरोप काभ्रेका सिडिओ खण्डन गर्छन्। उनलाई जनताको आरोप जस्ताको तस्तै सुनायौं र भन्यौं तपाईले कति रकम पाउनुहुन्छ। त्यसपछि उनको रौद्र रूप देखियो र यस्तो प्रतिक्रिया आयो। जिल्ला प्रशासन कार्यालयमा चाहिँ कति आइपुग्छ पैसा? कस्तो मजाको छ, मलाई ल्याइदिनुहोस् न। मलाई त थाहा छ नि कुरो। कसैले गुनासो एउटा ल्याएर त्यो गुनासो कार्यान्वयन नभए मान्छे ल्याउनुहोस् न। कसैले गुनासो गरेर ल्यायो, यसले यस्तो गर्यो त्यस्तो गरेको थियो, अनि जिल्ला प्रशासन मौन बसेको एउटा मात्रै उदाहरण दिनुहोस्, म तपाईँलाई चाहिँ म जारी छोडिदिन्छु। एउटा उदाहरण जसले केस ल्याउँछ। हिजो मात्रै तपाईँको यहाँ एउटा घटना अर्को भएको छ यस्तै दलालघाटको छेउमा। राति गएर 12 बजी भन्दा धन्यवाद सर भन्नु छ। प्रत्येक ठाउँमा उजुरी आउनु पर्यो, दोष लाउन त सकिन्छ नि, मिडियालाई लगाइदिन्छ नि दोष त। यसले खाएर एउटा कुरा गर्दै भन्छ नि, कति पत्य हो नि सवाल त्यो दोष लागिरहन्छ, काम हेर्ने। यति मात्र होइन, सिडिओ सिमखडाले क्रसर व्यवसायीसँग आफ्नो कुनै मिलेमतो नभएको र भेट्टाए जागिरबाट राजीनामा दिने बाचा कबुल समेत गरे। स्थानीय तहको निर्वाचन भएकाले अनुगमन गर्न नसकिएको र अब अनुगमनको रातो झण्डा फरर पारिने बताए। अनियमितता गरेको भए कारबाहीको डन्डा वर्षने विश्वास समेत दिलाए। यस्ता घटना अन्त पनि हुन सक्छ, यस्तै किसिमको दुई किसिमका कामहरू अन्त पनि भए हुन सक्ला। ती कुरोलाई हामी एकदम स्पष्ट छ अब हेर्ने एउटा टोली नै बनाएर अब चुनाव पनि सकेको छ, स्थानीय तह प्रतिनिधि पनि आइसकेको छ, उहाँलाई बढी माया ममता हुनुपर्छ। यसको अगाडि फेरि दुईटा पक्षको झगडा हुने होइन, दुईटा सिमानामा दुईटा गाउँपालिका र नगरपालिका झगडा हुने होइन, स्पष्ट हुने। र ती जोले चाहिँ ठेक्का पाछन् अथवा क्रसर उद्योग चलाएका छन् उनीहरूबाट आउने राजस्व आउनै पनि पर्यो, उद्योग पनि चलाउन दिनु पर्यो। तर उद्योग चलाएर 2 पैसा राजस्व दिएर चाहिँ मलाई गराउन दिने पनि भएन। मेरो चाहिँ निर्देशन पनि थियो, भने पनि थियो। काभ्रेमा क्रसर उद्योगका कारण एकजनाले अनाहकमै ज्यान गुमाउनु परेको छ अनि गरिबको मृत्युको मूल्य तिरेर अवैध रूपमा चलेका क्रसर उद्योगहरूले उन्मुक्ति पाइरहेका छन्। सिन्धुपाल्चोक र काभ्रेका सरकारवाला घटना मिलाउनतिर लागेका देख्दा लाग्छ। यस्तो घटना दोहोरिए पनि पैसा तिरेर गरिबको मूल्य किन्न सकिन्छ र खुलिआम इन्द्रावतीमा मापदण्ड मिचेर नियम कानुनको धज्जी उडाएर क्रसर उद्योग चलाउन पाइन्छ। क्यामेरामा राधिका श्रेष्ठका साथ रोजन लामा र मदन ढुङ्गाना, काभ्रे।